अनि रक्सी चाहिँ किन रक्सी चाहिँ तपाईँको नबनेको कामहरू बनोस् भनेर चढाउने कि ए म त फर्स्ट टाइम रक्सी चढाउनु पर्छ भन्ने सुने नबनेको कामहरू बनोस् भनेर त्यस्तो हो र तपाईँको भागलहरू हुन्छ काम बनिरा हुँदैन हैन हजुर त्यस्तोलाई चाहिँ तपाईँको यो चाहिँ नर्मल्ली हामी आएको कि आज हजुर हुन्छ अहिले फर्किँदा दिनु भएन हुन्छ फेरि भाडा लिएर दिनु न ल हस् हस् 2 राउन्ड भयो कालेर देब्रे हेलो नमस्ते साथीहरू सबैलाई स्वागत छ है मेरो नयाँ भिडियोमा साथीहरू आज बिहानै हामी जाँदैछौँ मन्दिर किनकि आज वैशाखको 10 गते बुधबार ठ्याक्कै म बुधबार जन्मेको ठ्याक्कै त्यही दिन परेको छ आज 10 गते वैशाखको अनि हामी चाहिँ जाँदैछौँ मन्दिर है साथीहरू बिहानै ठ्याक्कै 7 बजेको छ अहिले चाहिँ बाटोमा छौँ हामीहरू बिहानै जाँदैछौँ धेरै बिहानै चाहिँ हैन काम लागिसकेको छ है के गर्दा ओर्दा चाहिँ ढिलो भइहाल्यो अनि अहिले चाहिँ हामी पुगिराखेको छौँ कहाँ छौँ भनेपछि बाटोमै छौँ गुहारको नजिकै अनि साथीहरू हेर्दै गर्नु होला अहिले चाहिँ हामी पुगिराखेको छौँ आउनु चाहिँ बसन्तपुर दरबार छौँ है यो चाहिँ बसन्तपुर दरबार कति मजाले देखिराखेको छ गाउँदै गरेको सङ्कटा मंदिर म चाहिँ पूजाको समय लिएर जाँदैछु है त्यहाँदेखि त मेला किसिवारी पूजाको सामान लिनु पर्यो शान्तिको लागि काम भनेर पूजा गर्ने रक्सी खाटा चढाउने ए रक्सी पनि चढाउनु पर्छ यहाँ चाहिँ मेन चढाउने ए हो र मलाई त थाहा छैन त अनि धुप बत्ती मलाई चाहिँ नर्मल्ली दिनुहोस् न त रक्सी सक्सी नदिनु त्यस्तो यो निकालिदिन्छ रक्सीहरू हजुर कति हो 200 रुपैयाँ मलाई नर्मल खालको चाहिँ त्यस्तो छैन यो चाहिँ तपाईँको नाम भनेर पूजा दिने हो नि त मन्दिर खाली भयो त्यो सानो चाहिँ बाहिरबाट पूजा गर्ने हो कि यो चाहिँ तपाईँको नाम भनेर अनि रक्सी चाहिँ किन रक्सी चाहिँ तपाईँको नबनेको कामहरू बनोस् भनेर चढाउने कि ए म त फर्स्ट टाइम रक्सी चढाउनु पर्छ भन्ने सुने नबनेको कामहरू बनोस् भनेर चढाउने भागलहरू हुन्छ काम बनिरा हुँदैन हैन हजुर त्यस्तोलाई चाहिँ तपाईँको यो चाहिँ नर्मल्ली हामी आएको कि आज अहिले फर्किँदा दिनु भएन हुन्छ फेरि भाडा लिएर दिनु न ल हस् हस् म चाहिँ जाँदैछु अब मन्दिरमा अहिले चाहिँ सङ्कटा मन्दिरमा छु 200 देब्रे खुट्टा पहिली मन्दिरभित्र हाल्छु त देब्रे खुट्टा पहिली मन्दिरभित्र हाल्छु
हिँड्दै गर्दा बाटोमा पर्यो भद्रकाली मन्दिर। त्यस पछाडि चाहिँ हामी भद्रकाली मन्दिर जाँदैछौँ है साथीहरू। म चाहिँ गाडी हिँड्दै हुनुहुन्छ, म चाहिँ पछाडिदेखि भिडियो गर्दै जाँदैछु। अब बाटोमा परिसकेपछि लु भद्रकालीमा पनि दर्शन गरेर जाउँ भन्ने सल्लाह भयो। हामी चाहिँ भद्रकाली मन्दिरमा छौँ। अब हेर्नुहोस् भद्रकाली मन्दिरको दृश्य। क्लियर आइराखेको छैन, खै किन हो क्लियर आइराखेको छैन। क्यामेरा धमिलो अब चाहिँ हामी भद्रकालीदेखि पनि निस्क्यौँ। अब घर जानु पर्यो। यहाँ चाहिँ बाइकको पूजा गर्दा रहेछ। नयाँ बाइक किन्दाखेरि गाडीहरू